सबैभन्दा पहिले हजुरलाई नमस्कार। मैले एउटा अरू भिडियो लिएर आइसकेको हो। म हजुरले बताइदिउँ गणना र सुपरभाइजरको यानि रिजल्ट कसरी हेर्न सक्नुहुन्छ। धेरैजना साथीहरूले कि हेरिसकेको होला, धेरैजनालाई मालुम छैन भने यो भिडियो हेरेर यानि हेर्न सक्नुहुन्छ। क्रोम ब्राउजर ओपन गर्नु होला अनि डाइरेक्ट लेख्नु होला nsunepal.gov.np अनि यो अफिसियल वेबसाइटमा कि जानु होला। अनि जाँदाखेरि यानि कि तलतिर स्क्रोल डाउन गर्दाखेरि यहाँ देखाइरहेछ गणक प्रारम्भिक सूचीको छनौट भएको उम्मेदवार अनि सुपरभाइजरको छनौट भएको उम्मेदवार, यानि कि यसमा कि डाइरेक्ट क्लिक गर्नु होला। गणक हेर्नको लागि यो वाला अप्सनमा जानु होला अनि यहाँ हजुर हेर्न सक्नुहुन्छ आफ्नो यानि कुन प्रदेशमा हजुर बस्नुहुन्छ, कोशी प्रदेश, मध्य प्रदेश, बागमती प्रदेश कि डाइरेक्ट क्लिक गरेर अनि यसको डिटेल यानि आउँछ तलतिर अनि सबै यानि हेर्न सक्नुहुन्छ। यो गणकको लागि हो। सबै यानि आफ्नो नगरपालिका, गाउँपालिका, यहाँ नगरपालिकाको नाम हो अनि यहाँ जिल्लाको अनि यो सिम्बल नम्बर अनि नेम अनि यहाँ फादर मदर नेम यानि बताइरहेछ। यो यानि यहाँ यानि क्लिक गरेर गणकको लागि हेर्न सक्नुहुन्छ। अनि यो के भन्छ गणकको लागि हामी हेरिसक्यो। अब हामीलाई सुपरभाइजरको लागि हेर्नको लागि यानि सुपरभाइजर प्रारम्भिक सूचीमा छनौट भएको उम्मेदवार यानि यहाँ क्लिक गरेर अनि यस्तै यानि हामी के भन्छ सुपरभाइजरको लागि पनि यानि हामी हेर्न सक्नुहुन्छ। सब यानि यहाँ देखाइएको हो। अनि हजुरले बताइदिउँ कि अगर यानि हजुरको नाम आयो भने हजुरले कहाँ जानुपर्छ त्यो पनि म बताइदिउँ। त्यो म यानि यहाँ हेर्दै हुने राष्ट्रिय आर्थिक जनगणना 2082 सुपरभाइजर तथा गणक प्रारम्भिक सूची सर्ट लिस्ट प्रकाशन सम्बन्धी सूचना हो यो। अनि स्थानीय तह अनुसार गणकको माग सङ्ख्या जमा आवेदन सर्ट लिस्टमा छनौट भएको उम्मेदवारहरूको सङ्ख्या यानि यहाँ बताइरहेछ। सङ्ख्या हेर्नको लागि कति छनौट भयो अनि कति एउटा नगरपालिकामा चाहिन्छ यो सबै यानि यहाँ डिटेल यानि बताइरहेछ। यानि हेर्न सक्नुहुन्छ जमा आवेदन सङ्ख्या 29 थियो, गणक माग सङ्ख्या 2 अनि गणक प्रारम्भिक सूचीमा छनौट भएको 4 यानि 2जनालाई त्यो तालिमबाट इन्टरभ्यू हुन्छ त्यहाँबाट यो हटेर यानि 2जना यानि आउँछ यानि छनौट यतिजना भएको हो। अनि हजुर यानि जब हजुरको नेम आयो भने कहाँ जानुपर्छ, कसरी हेर्नुपर्छ यो यानि यसमा क्लिक गरेर हजुर यहाँ टोटल डिटेल पढ्न सक्नुहुन्छ। यसमा सबै डिटेल दिएको हो कि कति यानि गणकको फारम यानि भर्यो अनि कति यानि सुपरभाइजर फारम यानि भराएको हो सबै डिटेल यानि यहाँ हेर्न सक्नुहुन्छ। अनि हजुरको जिल्लाको पनि नाम यानि यहाँ दिएको हो अनि यो नम्बर पनि दिएको व्यक्तिको यही कन्ट्याक्ट गरेर सबै यानि डिटेल यानि मालुम गर्न सक्नुहुन्छ अधिकांश। अनि जानको लागि सम्पर्क मिति 2082 चैत 16 गतेदेखि लिएर चैत 19 गतेसम्म यानि बताइरहेको सम्पर्क मिति सम्पर्क गर्नु होला। अनि अन्तर्वार्ता यानि यहाँ यानि हुन्छ दिँदा आवेदन गरेको कायदा प्रतिलिपि त्यो हुन्छ नि त्यो यानि लिएर जानुपर्छ। सबै कुरा यानि यहाँ लेखिएको हो जुन आएर पढेर बुझ्न सक्नुहुन्छ। मैले यही सिम्पल और सानो भिडियो म हजुरले बताइदियो। भिडियो कस्तो लाग्यो अनि जरुर भन्नु होला। राम्रो लाग्दाखेरि च्यानल सब्सक्राइब गरेर बेल आइकन दबाइदिनु होला। इन गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ भिडियो।